आज त तपाईँमै उठ्दैछ नि। तपाईँ किन त्यो कुरा आफैले बोलेको कुरा अवलम्बन गरिरहनु भएको छैन भन्ने त्यो प्रश्न सोध्न पाइँदैन हामी। तपाईँको प्रश्न भन्दा पनि तपाईँले जसरी गृहमन्त्रीको राजीनामा माग्नु भएको छ, प्रश्न उठेपछि राजीनामा दिनुपर्छ, प्रश्न उठेपछि देखाउनुपर्छ भन्ने कुरामा सम्मत हुँदै तपाईँलाई मेरो प्रश्न योभन्दा अगाडि ठ्याक्कै कति समय एकछिन थाहा छैन, छानबिन समिति बन्दैन, हामी राजीनामा दिँदैनौँ, प्रमाण चाहिन्छ भनेर तपाईँ बिहानदेखि बेलुकासम्म भन्नुहुन्थ्यो। अहिले प्रमाण चाहिँदैन, अहिले गृहमन्त्रीलाई तपाईँको पार्टीको मान्छेलाई मात्रै चाहिने प्रमाण छ नि होइन। उहाँहरूले प्रमाण माग्दै गर्दा र प्रस्तुत गर्दै गर्दाखेरि कति दिन हामीलाई मौका दिनुभएको थियो? तपाईँले पनि त आज त्यही गर्दै हुनुहुन्छ। कति दिनपछि मौका दिनुभएको थियो? 22वटा बैठकपछि 22वटा बैठकपछि बल्ल उहाँहरूले तिम्रो नेतालाई बोल्न दिन्छु भनेर भन्नुभएको थियो। उहाँहरूले पनि 22वटा बैठकमै कुर्दिया गर्ने होइन, हामी कुर्दैनौँ। मैले के अघि नै भनिहालेँ कि हामी यो सदनको भरिमा यो सदनले सञ्चालन गर्ने बजेट अधिवेशनको मुख्य बैठकहरू यो सबै कुरालाई व्यवधान गर्ने आशय सधैँ छैन। यति कुरामा विश्वास गर्नुहोस् है। हामी चाहिँ त्यो त आशय गर्ने त्यो त छैन। तर प्रश्न उठेपछि जिम्मेवारीपूर्वक आएर कसैले तिमीहरू ग्यारेन्टी मेरो ग्यारेन्टी छ होइन। हामीले के गर्यौँ, म यसमा फेरि स्पष्ट पार्न खोज्दैछु है। गृहमन्त्रीज्यूमा प्रश्न उठेको हो, प्रश्न जसमा उठेको उसैले हामीलाई निश्चित पार्ने कुरा त्यति तार्किक हुँदैन। एकैछिन मेरो यो सकिन। प्रश्न गृहमन्त्रीज्यूमा उठ्दै गर्दाखेरि हामी के भन्छौँ भने यो राज्यको यो सरकारको प्रमुखले आएर हामीलाई आश्वस्त पारिदिनुहोस् कि तपाईँहरू निश्चिन्त बस्नुहोस् है, यसको यो विषयमा निष्पक्ष छानबिन हुन्छ, राज्य संयन्त्र यसमा निष्पक्ष भएर उभिन्छ, कुनै यसमा बायसनेस हुँदैन भन्ने कुरा आश्वस्त भनेपछि प्रधानमन्त्रीले आएर जवाब दियो भने चाहिँ संसद चल्छ, सुचारु हुन्छ। उहाँले आश्वस्त पारिदिनु पर्यो कि यसमा गठबन्धन, यसमा यो अब यसको आधार के शङ्का कसरी गर्दै हुनुहुन्छ तपाईँहरू होइन भनेर तपाईँको प्रश्न। शङ्का किन गर्दैछौँ भने गिरिबन्धुको फाइल बन्द भएकोले शङ्का छ हामीलाई, भुटानी शरणार्थीको फाइल बन्द भएकोले शङ्का छ हामीलाई, फेरि त्यही होइन, फेरि त्यही काण्डहरू दोहोरिएला कि होइन, फेरि त्यस्तै होला कि त्यो फाइलहरू त खोइ त अब त्यहाँ त तपाईँले भने जस्तो त्यो गिरिबन्धु फाइलहरू त गृहको अन्तर भयो, तपाईँले भनेको जायज छ। तर यो त संवैधानिक नियुक्ति, संवैधानिक आयोग तपाईँलाई थाहा छ नेपालमा संविधानमा 13वटा आयोग छन्, 13वटा मध्ये त्यो एउटा हो, त्यसले अनुसार गरिरहेको छ। तपाईँ भन्नुभयो हुनुहुन्छ गृहको राजीनामा भन्नुहुन्छ, यो त युक्तिसँग त भएन कि। तपाईँको प्रश्न अनुसार मात्रै भनेको है मैले। पोहोर सालको तपाईँलाई दिँदैछु, म कोड दिँदैछु पहिला तपाईँको। प्रधानमन्त्रीज्यूले आएर हामीलाई आश्वस्त पारिदिनु पर्यो कि यसमा निष्पक्ष रूपमा छानबिन हुन्छ र राजनीतिक दलको सिफारिसमा विभिन्न निकायमा गएको व्यक्तिहरूले राजनीतिक बायसनेस देखाउँदैन, हामी आफ्नो दलभन्दा माथि उठेर यसमा निष्पक्ष छानबिन गर्छौँ भन्ने